क्या कहा है, मैं तुम्हें जो मुझ पर विश्वास करेगा उन लोगों को मैं लेने के लिए आऊंगा। समझ गया? जो अभी आप लोग कर रहा है ना, ये आपका शरीर के लिए कर रहा है। आत्मा के लिए कुछ करो, आत्मा के लिए कुछ करो। आत्मा के लिए करने के लिए क्या करना चाहिए, इससे मत। ठीक है, आप लोग दोनों के लिए मैं प्रार्थना गर्छु। स्वर्गीय पिता परमेश्वर, म प्रार्थना गर्छु पवित्र आत्मा आजको दिन यो दुईजना व्यक्ति छ प्रभु परमेश्वर। आज यो दुईजना मानिसहरू प्रभु, उनीहरूलाई के पनि थाहा छैन, के पनि यिनीहरूले जानेको छैन। यिनीहरू एउटा ड्रेस लगाएर, यिनीहरू एउटा भेष एउटा धारण गरेर आज हिँडिराखेको छ। यिनीहरूले केही पनि कुरा जानेको छैन। स्वर्गीय पिता तपाईँ हुनुहुन्छ, तपाईँले नै यिनीहरूलाई बनाउनु भएको। यिनीहरूलाई उनीहरूको आमाको गर्भमा रच्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। आज यो तपाईँको दासको हात यिनीहरूको शिरमा परेको छ प्रभु। आजबाट यिनीहरूको जीवनमा तपाईँले छुटकारा दिनुहोस्। यिनीहरू पनि प्रभु तपाईँको नाउँमा फिलिपिली 10:11 घुँडा टेक्नुपर्छ र यिनीहरूको जिब्रोले प्रभु तपाईँको नाउँलाई स्वीकार गरेको छ। पवित्र आत्माको शक्तिमा म प्रार्थना गर्छु प्रभु परमेश्वर, तपाईँले दिनुभएको अधिकार हो। ओ परमेश्वर पिता, तपाईँलाई धन्यवाद प्रभु परमेश्वर। यिनीहरूले सत्य कुरा र साँचो कुरा के हो भन्ने कुरा यिनीहरूले जान्नुपर्छ, बुझ्नुपर्छ प्रभु परमेश्वर पिता। आज यिनीहरू तपाईँको नाउँमा प्रभु, यिनीहरू झुकेको छ, यिनीहरू घुँडा टेकेको छ प्रभु, तपाईँको नाउँमा म प्रार्थना गर्छु। यिनीहरूको जीवनको परिवर्तन गर्नु पर्ने। धन्यवाद स्वर्गीय पिता परमेश्वर, तपाईँले यिनीहरूको जीवनमा काम गर्नुहोस् प्रभु। आजबाट प्रभु यो उनीहरूको भेषमा होइन, तर आत्मिक वस्त्र यिनीहरूले पहिरन सकेको, आत्मिक जीवनमा यिनीहरू चल्न सकेको। आजसम्म यिनीहरू अन्धकारमा छ। तपाईँले भन्नुभयो जसले मलाई पछ्याउँछ र त्यसले ज्योति पाउने जीवनको खैरा भनेको छ। आज तपाईँलाई साँचो प्रकार